everyone, welcome back to my channel after so long. आज म फेरि एउटा नयाँ भिडियो लिएर आइसकेको छु। आजको भिडियोमा सुजुकीले रिसेन्टली लन्च गरेको सुजुकीको वान अफ द बेस्ट एसयुभी भिक्टोरियस गाडीलाई हामी डेमोन्स्ट्रेट गर्दै छौं। भिडियोमा हामी यो भिक्टोरियसको FIRSST फ्रन्ट, इन्टेरियर, रेयर, सिट, सेफ्टी र टेक्नोलोजीको बारेमा डिस्कस गर्छौं र अहिलेको नेपाली मार्केटमा यसको मूल्य के छ र अहिले स्किमहरु के छ, कम्फर्ट, कन्भिनियन्स, टेक्नोलोजी, फंक्सनहरुको बारेमा पनि हामी विस्तृत चर्चा गर्नेवाला छौं। गाडीको फ्रन्टको कुरा गर्नु पर्दाखेरि भिक्टोरियसको फ्रन्ट लुक आफैमा एकदमै एग्रेसिभ छ। त्यसमा पनि हजुरहरुले यसमा एकदमै बोल्ड ग्रिल, स्टाइलिश DRLS र यसको शार्प हेडल्याम्प्सले चाहिँ यो गाडीलाई अझ फ्युचरिस्टिक बनाउनलाई हेल्प गर्छ। फ्रन्ट सँगै यो हाम्रो भिक्टोरियसको इन्टेरियर लुक पनि एकदमै प्रिमियम छ। अझ यसको यो हाम्रो भित्रको मेटेरियल एकदमै सफ्ट टच मेटेरियलले बनेको हुँदाखेरि मोर लग्जरी खालको फिल त भइ नै हाल्छ। अब अरु सुजुकीको जस्तै यसमा पनि हामीले 7 इन्चको स्क्रिन पाउँछौं। यो भिक्टोरियसमा डिफरेन्ट भेरिएन्ट्सहरु अभाइलेबल छ र अहिले हामी डिस्क्राइब गर्दै छौं भिक्टोरियस ZXi, जसमा चाहिँ हजुरहरुले ZXi अप्सनल र ZXi पाउनुहुन्छ। ZXi अप्सनलमा हाम्रो सनरुफको अप्सन हुन्छ भने चाहिँ यो म्यानुअल ZXi मात्रै भयो है। इन्टेरियरमै हेर्दा हामीले यो अप्सन देखिन चाहिँ वायरलेस चार्जरको अप्सन पनि पाउन सक्छौं र यो भिक्टोरियसको एउटा बेस्ट थिङ चाहिँ के हो भन्दाखेरि हामीले लो भेरिएन्ट देखि नै यसमा पुश स्टार्ट बटनको अप्सन पाउँछौं र यो आर्मरेस्ट पनि हामीले VXi देखि नै पाउन सक्छौं। अब ZXi हो त्यही भएर सनग्लास होल्डर्सहरु त हुनै भइ नै हाल्यो। यो अटोमेटिक एसी, पावर स्टियरिङ, पावर विन्डोजहरुको धेरै चर्चा गर्नु पर्दैन। जस्तै यो हाम्रो IRVM, अटो IRVM हरुको कुरा गरिराख्नु पर्दैन किनकि मेरो प्रिभियस भिडियोजहरुमा पनि सुजुकीको गाडीमा नर्मल यो सबै कुराहरु छ र मैले डिस्क्राइब गरिसकेको छु। अब यसको स्टियरिङको कुरा गर्नु पर्दाखेरि हामीले यसमा 3 स्ट्रोक स्टियरिङ पाउँछौं र यो माथिको ओपन पोर्सनले गर्दाखेरि हजुरको यो MID को भिजिबिलिटी पनि इन्हान्स हुने भयो र यसको MID को कुरा गर्नु पर्दाखेरि भिक्टोरियसमा हामीले डिजिटल MID नै पाउँछौं। You can also open your boot through gesture control. यो गाडीमा हजुरहरुले 4 डिफरेन्ट टाइपबाट यो बुटलाई ओपन गर्न सक्नुहुन्छ। एउटा कीबाट, अर्को मैले अघि गरिहाले जेस्चर कन्ट्रोलबाट, अर्को यहीँको बटनबाट र एउटा हजुरहरुले अगाडि ड्राइभर सिटको तल एउटा बटन छ त्यसबाट पनि गर्न सक्नुहुन्छ। एक्स्ट्रा अप्सन हो त्यही भएर हजुरहरुले यसमा रिभर्स पार्किङ क्यामेराको अप्सन त पाइ नै हाल्नुहुन्छ र भिक्टोरियसको सबै भेरिएन्टमा रिभर्स पार्किङ सेन्सर्स पनि पाउनुहुन्छ। And can you just imagine यसमा हामीले 439 लिटरको इनफ बुट कम्पार्टमेन्ट पाउन सक्छौं। फ्रन्ट, इन्टेरियर, रिभर्स सँगै यसको सिट्सहरु पनि एकदमै कम्फर्टेबल छ। यसको हेडरुम, लेगरुमहरु एकदमै स्पेसियस छ जसले गर्दाखेरि हजुर लङ रुट ड्राइभ गर्दै हुनुहुन्छ भने पनि हजुरलाई अनइजी टाइपको फिल हुँदैन, एकदमै कम्फर्ट फिल गराउँछ। पछाडी पनि हजुरले रिभर्स एसी भेन्ट पाउनुहुन्छ र पछाडी हामीले टाइप A र टाइप C बोथ चार्जिङ पोर्ट पनि पाउन सक्छौं। अब यही बसी यसको साउन्ड सिस्टम स्पिकर्सको कुरा गर्नु पर्दाखेरि यसमा Archimix को साउन्ड सिस्टम दिएको छ भने यसमा टोटल 6 स्पिकर र 2 सबवुफर दिएको छ। यो गाडीमा पनि हामीले 40/60 फ्लिप फोल्डेबल सिट्स नै पाउन सक्छौं। फ्रन्ट, इन्टेरियर, रिभर्स सँगै यसको साइड लुक्स पनि एकदमै वाउ छ जसमा अझ यो हाम्रो मस्कुलर डिजाइनको क्ल्याडिङले त मोर बोल्ड फिल गराइ नै हाल्छ। अब यसको अलॉय व्हीलको कुरा गर्नु पर्दाखेरि भिक्टोरियसमा हजुरहरुले पाउनुहुन्छ 17 इन्चको प्रिसियन कट अलॉय व्हील ZXi अप्सन देखि। हामीले भिक्टोरियसको अलमोस्ट फिचर्सहरुको त चर्चा गरिहाल्यौ। अब यसको डाइमेन्सन्सको कुरा गर्नु पर्दाखेरि भिक्टोरियसको टोटल लेन्थ लम्बाई रहेको छ 14.30 फिट। त्यसैगरी यसको चौडाई विड्थ रहेको छ 5.89 फिट, यसको हाइट रहेको छ 5.43 फिट र यसको व्हील बेस रहेको छ 2600 mm। अब सबैभन्दा मुख्य र हजुरहरुलाई एकदमै चाहिने कुरो यसको ग्राउन्ड क्लियरेन्स। भिक्टोरियसमा हजुरहरुले 210 mm को ह्युज ग्राउन्ड क्लियरेन्स पाउनुहुन्छ जसले गर्दाखेरि यो नेपाल अधिराज्यभरिको जस्तोसुकै रोडको लागि पनि एकदमै सुटेबल हुन्छ। अब यसको सेफ्टीको कुरा गर्नु पर्दाखेरि 6 एयरब्याग्स, प्री टेन्सनर सीट बेल्ट्स, ABS, EBD जस्ता इनफ फिचर्सहरु हजुरले यसमा पाइ नै हाल्नुहुन्छ। अब क्रुज कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल जस्ता फिचर्सहरु पनि यसमा अभाइलेबल हुन्छ फ्रम द बिगिनिङ भेरिएन्ट। अब भिक्टोरियस आफैमा प्रिमियम सेगमेन्टको एसयुभी हो त्यही भएर मैले यो डोर सेन्सर्स, यो ORVM मै कनेक्टेड इन्डिकेटर्सहरुको धेरै चर्चा गर्नु पर्दैन, यो सबै भेरिएन्टमा अभाइलेबल हुन्छ।
यो सबै कुरा गर्दै गर्दाखेरि अब नेपालमा आउने भिक्टोरियसको अभाइलेबल भेरिएन्ट्स, अभाइलेबल कलर र यसको स्टार्टिङ प्राइसको कुरा गर्नु पर्दाखेरि भिक्टोरियसमा हजुरहरूले डिफ्रेन्ट भेरिएन्ट्सहरू पाउन सक्नुहुन्छ। एलएक्सआई, भिएक्सआई, जेडएक्सआई, जेडएक्सआई अप्सनल, जेडएक्सआई प्लस अप्सनल, अटोमेटिक सेगमेन्ट, स्मार्ट हाइब्रिड, 4 व्हील ड्राइभ गरेर एकदमै धेरै भेराइटिज भएको गाडी भिक्टोरियस नेपालमा सबै भेरिएन्टहरू अभाइलेबल छ। अब कलरको कुरा गर्नु पर्दाखेरि यो हामीसँग रहेको All metallic Arctic white, splendid silver, sizzling red, bluish black, green जस्ता डिफ्रेन्ट कलर्सहरू पनि हजुरले पाउन सक्नुहुन्छ। अब प्राइसको कुरा गर्नु पर्दाखेरि भिक्टोरियसको प्राइस स्टार्ट हुन्छ 53,99,000 बाट। अहिले हामीसँग भएको भेरिएन्ट चाहिँ जेडएक्सआई हो, त्यही भएर यसको प्राइस चाहिँ 62,99,000 रहेको छ। प्राइस भनिसकेपछि डिस्काउन्ट र अफर त छुटाउने कुरै भएन। अहिले यदि हजुरहरू भिक्टोरियस खरिद गर्नुहुन्छ भने यसमा 1 लाख रुपियाँ रेगुलर डिस्काउन्ट त छँदैछ र हजुरहरूसँग कुनै एक्जिस्टिङ मोडल छ, एक्सचेन्ज गर्न चाहनुहुन्छ भने चाहिँ 2 लाख सम्मको एक्सचेन्ज बोनस पनि पाउनुहुन्छ। यो जेठ 15 सम्म हजुरले गाडी बुकिङ गर्नुहुन्छ र लिन इन्ट्रेस्टेड हुनुहुन्छ भने चाहिँ 20,000 देखि 1 लाख सम्मको स्क्रैच कुपन पनि पाउन सक्नुहुन्छ। यो सँगै कम्प्रिहेन्सिभ इन्स्योरेन्स, कम्प्लिमेन्टरी एक्सेसरिजहरू जस्ता डिफ्रेन्ट धेरै प्याकेजहरू पनि पाउन सक्नुहुन्छ। इन एडिसन अफ अल दिस सिस्टम यो गाडीमा हजुरहरूले एडासको अप्सन पनि पाउन सक्नुहुन्छ। एडभान्स ड्राइभिङ असिस्टेन्स सिस्टम बट ओन्ली फ्रम जेडएक्सआई अटोमेटिक। अहिलेसम्म भिडियो हेरिदिनु भएको छ भने त एकदमै धेरै धन्यवाद। अब यो कुरा चाहिँ हजुरहरूको लागि मात्र। हामी सुजुकी सोरुम नान्सी अटोमोबाइल्ससँग इनफ स्टकहरू छन् जसमा हजुरहरूले एउटा स्कुटर जित्ने मौका पनि पाउनुहुन्छ। हामीले धेरै भिडियोजहरू पनि टिकटकमा अपलोड गरिसकेका छौँ। अब यो गाडी हेर्न, टेस्ट ड्राइभ गर्न, बुकिङ गर्न या लिन चाहिँ कहाँ आउने भने Nancy Automobiles located at Balaju, just opposite from Bhatbhateni. So, for more information and inquiry, do contact on our descriptive contact details or do WhatsApp me directly.